तर कनेक्ट एपीएस को एउटा यस्तो फिचर छ जसको प्रयोगले यो सम्भव छ। के यो फिचर तपाईले प्रयोग गर्नु भएको छ? सायद छैन होला। आउनुहोस् यस फिचरलाई कसरी प्रयोग गर्ने बारेमा सिकौं। सबभन्दा पहिले यहाँ कनेक्ट एपीएस को युजर नेम र पासवर्ड राखेर लगइन गर्नुपर्छ। यहाँ ट्रान्सफर मेनु अन्तर्गत 3 वटा विकल्पहरू रहेका छन्। पहिलो फन्ड ट्रान्सफर, दोस्रो नेपाल पे इन्स्ट्यान्ट र तेस्रो नेपाल पे रिक्वेस्ट। हामीले अहिले प्रयोग गर्न लागेको फिचर यसै अन्तर्गत रहेको छ। अब नेपाल पे रिक्वेस्टलाई ट्याप गर्नुहोस्। यसभित्र 3 वटा विकल्पहरू रहेका छन्, सेन्ड एन्ड रिसिभ रिक्वेस्ट, नेपाल पे ट्याप र रिक्वेस्ट हिस्ट्री। हामीले प्रयोग गर्न लागेको फिचर सेन्ड एन्ड रिसिभ रिक्वेस्ट रहेको छ। अब यसलाई ट्याप गर्नुपर्छ। त्यसपछि रिक्वेस्ट टु पे को इन्टरफेस देखिन्छ। अब तपाईले भुक्तानीकर्ताबाट फन्ड रिसिभको लागि अनुरोध गर्न आवश्यक जानकारी भर्नुपर्छ। सेन्डर डिटेल्स अन्तर्गत नेटवर्क ब्याङ्क्सको बक्समा ट्याप गरेर कनेक्ट एपीएस को विकल्पलाई सिलेक्ट गर्नुपर्छ। मोबाइल नम्बरको बक्समा भुक्तानीकर्ता कनेक्ट एपीएस दर्ता भएको मोबाइल नम्बर राख्नुपर्छ। एमाउन्टको बक्समा तपाईले प्राप्त गर्न चाहेको रकमलाई यसरी लेख्नुपर्छ। एमाउन्ट प्रिफरेन्सलाई यथावत नै रहन दिनुहोस्। अब रिसिभर डिटेल्सको विवरणहरू भर्नुपर्छ। रिसिभ फन्ड एडको बक्समा ट्याप गरेर तपाईले प्राप्त गर्ने आफ्नो खातालाई यसरी चयन गर्नुहोस्। रिमार्क्सको बक्समा ट्याप गरेर तपाईले आवश्यक कैफियतलाई लेखेर क्रिएटको बटनमा ट्याप गर्नुहोस्। अब क्रिएट रिक्वेस्टको विवरणहरूलाई यकिन गरेर कन्फर्मको बटनमा ट्याप गर्नुहोस्। त्यसपछि यो रिक्वेस्ट हैज बीन सक्सेसफुली सबमिटेडको जानकारी प्राप्त हुनेछ। तपाईले यसरी रिक्वेस्ट हिस्ट्रीमा ट्याप गरेर रिक्वेस्ट सेन्डमा ट्याप गरेर तपाईको रिक्वेस्ट सम्बन्धी जानकारी प्राप्त गर्न सक्नुहुन्छ। अब सेन्डरले कनेक्ट एपीएसलाई लगइन गरेर निम्न स्टेप्सहरूलाई फलो गर्नुपर्छ। नेपाल पे रिक्वेस्टमा ट्याप गर्नुपर्छ, सेन्ड एन्ड रिसिभ रिक्वेस्टमा ट्याप गर्नुपर्छ, रिक्वेस्ट रिसिभ्डमा ट्याप गर्नुपर्छ। त्यसपछि तपाईले प्राप्त गरेको रिक्वेस्ट देखिन्छ। अब यस रिक्वेस्टमा ट्याप गर्नुपर्छ। त्यसपछि रिसिभर डिटेल्स सम्बन्धी विवरणहरू देखिन्छ। तपाईले सोही विवरण यकिन गरेर सेन्ड एमाउन्टमा ट्याप गर्नु